हेलो एभ्रिवान, हामी आज शिवपुरी राष्ट्रिय निकुञ्ज यहाँ सुन्दरी जल ड्याममा गएर पनि फर्किसक्यौँ। अहिले चाहिँ एकदम रमाइलो ठाउँ रहेछ, शान्त जङ्गल हैन, मजाले एकदम रमाइलो छ। फर्केर आयौँ, एक दुईवटा फोटो पनि हानेको थियौँ, म र बुढी गएको, हाम्रो बुढीज्यू श्रीमतीज्यू गएको। यो चाहिँ बुढीज्यू रे ल हैन, बाटो चाहिँ टक्कै व्यवस्थित रहेछ कि, व्यवस्थित राम्रो एकदम। समय निकालेर टाइम निकालेर घुम्न आउने हो भने चाहिँ बिहानै आएर यहाँ 3-4 घन्टाको टाइम निकालेर आउने हो भने चाहिँ रमाइलो छ। हामीलाई धेरै टाइम नपाएको हुनाले हामीसँग धेरै टाइम छैन, त्यही भएर फर्किहाल्यौँ। मन्दिर गएर अनि सुन्दरी जलको ड्याम, पुरानो जलविद्युत आयोजना इलेक्ट्रिसिटी हाइड्रो पावर चाहिँ गएर आयौँ हैन। एकदम रमाइलो छ। जस रमाइलो छ। अब यस्तै नयाँ तथा ताजा भिडियो हेर्नका लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। लाइक कमेन्ट त अवश्य पनि गरिहाल्नुहुन्छ हैन, त्यो त थाहा छँदैछ हामीलाई। ल बाई बाई।